छौँ। आजभन्दा करिब 3-4 हप्ता जति हो, एकै हप्ता 7 दिनभित्रमा 3वटा भूकम्प बेहोर्नु पर्यो। मैले के भन्ने गरेको छु भने जुनसुकै बेला जेसुकै हुन सक्छ, त्यो मानसिकताका साथ तयारीमा बस्न जरुरी छ। 72 सालको भूकम्प एक गण्डकी प्रदेश पोखरामा केन्द्रबिन्दु भएर आयो। मुलुकलाई त्यत्रो ठुलो क्षति बेहोर्नु पर्ने अवस्था सिर्जना भयो। भूकम्पको उच्च जोखिम छ। मनसुनको बेलामा अविरल वर्षाका कारणले हुने बाढी, पहिरो, डुबान जोखिम छ। हिमालमा हिउँदमा चिसो लाग्ने, लेक लाग्ने, तराईमा गर्मीमा लु लाग्ने, आजभोलिको जस्तो सिजनमा आग लाग्ने, पहाडमा चट्याङ खस्ने, तराईमा अरू खालका विभिन्न विपदका समस्याहरू हुने। हिमाल, पहाड, तराई, मधेस सबै ठाउँमा विपदका विभिन्न खालका जोखिमहरू छन्। त्यसो भएको हुनाले यो जोखिमबाट जनतालाई, नागरिकलाई जोगाउनका लागि हामी तयार हुनुपर्छ। प्राप्त गर्यौँ, दात्री संस्थाहरूले यसलाई निर्माण गरिदिएको हो। म वर्ल्ड फुड प्रोग्राम लगाए, त्यसलाई निर्माण गर्ने र सहयोग गर्ने सम्पूर्ण दात्री संस्थाका साथीहरूलाई, दात्री संस्थालाई साथीहरू मार्फत हार्दिक धन्यवाद पनि दिन चाहन्छु। नेपाल सरकारकै तर्फबाट म सबै संस्थाहरूलाई धन्यवाद दिन चाहन्छु। यसमा सहयोग गर्ने, सामग्री उपलब्ध गराउने संस्थाहरूलाई पनि म हार्दिक धन्यवाद दिन चाहन्छु। जिम्मा यहाँ आएको छ। अब प्रदेश सरकारले यसमा थप सामान आवश्यक पनि थपोस्। सङ्घको सरकारले गर्ने सहयोग यसमा गर्छ। त्यसपछि अरू पनि ठाउँमा जहाँ जहाँ आवश्यकता पर्छ प्रदेश सरकारले यसलाई पठाउने, व्यवस्थापन गर्ने काम गरोस् भन्ने हाम्रो उद्देश्य हो। प्रत्येक पालिकामा पनि यस्तै गोदाम बनाऊ भनेको छु। यस्तै भनेको फेरि यस्तै स्ट्रक्चर चाहियो भने होइन। पालिकाकै भवन त छँदैछ, पालिकाको भवनको एउटा कोठालाई ह्युमिटेरियन स्टेजिङ सेन्टर भनेर राख्नु। अर्को कुनै एउटा भवन बनाइराख्नु परेन, अर्को खर्च गरिराख्नु परेन। कमसेकम त्यसमा कहीँनिर विपद आयो भने त्यो विपदको खोज गर्ने, उद्धार गर्ने र थोरै राहत गर्न सकिने के सामानहरू राख्नु त्यसमा।